सरकारले हाम्रो कुरा सुन्दैन। के तपाईँले कहिले आफ्नो जनप्रतिनिधिलाई फोन गर्नुभयो? के तपाईँले कहिले आफ्नो जनप्रतिनिधिलाई सम्पर्क गर्न खोज्नुभयो? नमस्कार। हामीले हाम्रो जनप्रतिनिधिलाई फोन गर्न सक्छौँ, सम्पर्क गर्न सक्छौँ। विभिन्न माध्यमहरू छन्, झन् अहिले त धेरै माध्यमहरू थपिएका पनि छन्। सो त्यसरी हामीले हाम्रो जनप्रतिनिधिहरूलाई सम्पर्क गर्न सक्छौँ। एउटा रह्यो हाम्रो फोन कल। हामीले सिधै डाइरेक्ट फोन गरेर नै जनप्रतिनिधिहरूसँग कुरा गर्न सक्छौँ, आफ्नो समस्या राख्न सक्छौँ, प्रश्न गर्न सक्छौँ। फोन त गर्ने, तर सम्पर्क नम्बर कहाँबाट पाउने? हाउस अफ रिप्रेजेन्टेटिभको वेबसाइटमा गएर हजुरहरूले सम्पर्क नम्बर पाउन सक्नुहुन्छ र आफूलाई को एमपीसँग कुरा गर्नुपर्ने हो, कोसँग कुरा राख्नुपर्ने हो, हजुरले डाइरेक्ट फोन गरेर नै उहाँसँग आफ्नो कुरा राख्न पाउनुहुन्छ। र अहिलेको टाइममा सबैभन्दा राम्रो प्लेटफर्म भनेको सामाजिक सञ्जाल हो। फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जालका प्लेटफर्मबाट पनि हामीले हाम्रो जनप्रतिनिधिहरूसँग सम्पर्क गर्न सक्छौँ। यसको ज्वलन्त उदाहरण भनेको एउटा हुनुहुन्छ हाम्रो बालन शाहज्यू। उहाँ पनि सोसियल मिडियामा एकदमै एक्टिभ हुनुहुन्छ। हजुरले उहाँहरूको अकाउन्टमा गएर मेसेज वा अरू कन्ट्याक्ट डिटेल पनि लिएर सम्पर्क गर्न सक्नुहुन्छ। त्यस्तै हाम्रो सोभिता गौतम हुनुहुन्छ। उहाँ पनि सोसियल मिडियामा एकदमै धेरै एक्टिभ देखिनुहुन्छ। उहाँसँग पनि हजुरले सोसियल मिडिया मार्फत नै कन्ट्याक्ट गर्न सक्नुहुन्छ। गगन थापा हुनुहुन्छ। उहाँको पनि सोसियल मिडिया एक्टिभै देखिन्छ। सो उहाँलाई पनि तपाईँहरूले सामाजिक सञ्जालका माध्यमबाट नै सम्पर्क गर्न सक्नुहुन्छ। त्यो सँगसँगै हजुरले इमेल पनि गर्न सक्नुहुन्छ। इमेल एड्रेसहरू लिएर जुन हजुरहरूले सोसियल मिडिया मार्फत पनि पाउन सक्नुहुन्छ, त्यो इमेल एड्रेसमा गएर इमेल पनि गर्न सक्नुहुन्छ र उहाँहरूले त्यो इमेललाई रिच आउट गरेर जवाफ दिने चलन पनि बढिरहेको छ, अझ विशेष गरी युवा नेताहरूमा। सो हजुरहरूले जनप्रतिनिधिहरूलाई चाहिँ इमेल मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ। त्यो सँगसँगै अर्को भनेको फेस टु फेस पनि तपाईँहरूले प्रश्न सोध्न सक्नुहुन्छ, आफ्नो कुराहरू राख्न सक्नुहुन्छ। झन् अहिले त चुनावी माहौल बढ्दो छ, फेस टु फेस तपाईँहरूले आफ्नो जनप्रतिनिधिहरूलाई एकदमै धेरै भेट्नुहुन्छ। सो त्यति बेलामा पनि आफ्नो कुरा, प्रश्न, जिज्ञासाहरू हजुरहरूले राख्न सक्नुहुन्छ। त्यो सँगसँगै अर्को तपाईँहरूले ट्याग पनि गर्न सक्नुहुन्छ। सोसियल मिडियामा आफ्ना जनप्रतिनिधिहरूलाई हजुरले ट्याग पनि गर्न सक्नुहुन्छ। योर भोट इज इक्वल्स टु योर पावर। तपाईँ यति पावरफुल हुनुहुन्छ, तपाईँको एउटा भोटले कसैलाई जिताउँदै हुनुहुन्छ भने तपाईँसँग प्रश्न गर्ने अधिकार पनि छ र सम्पर्क गर्ने अधिकार पनि छ। त्यसैले आफ्नो अधिकार पनि प्रयोग गर्नुहोस्, आफ्नो पावर पनि प्रयोग गर्नुहोस् र भोट गरेको मान्छेलाई हजुरहरूले जानकारी लिन पनि सक्नुहुन्छ र सम्पर्क पनि गर्न सक्नुहुन्छ भन्ने कुरा पनि जान्नुहोस्। तर हजुरहरूले यसरी सम्पर्क गरिराख्दाखेरि एकदमै संवेदनशील भएर शब्दको चयन पनि संवेदनशील प्रयोग गरेर गर्नुहोला। सो तपाईँहरूले आफ्नो जनप्रतिनिधिलाई प्रश्न गर्ने हो कि सम्पर्क गर्न खोज्ने हो कि